नमस्ते। र आज हामी जुन चाहिँ हाम्रो अनरेबल सिएम शुभेन्दु अधिकारीज्यूसँग हाम्रो पहाडका तिनै विधायक अनि हाम्रा एमपी अनि हाम्रा विमल गुरुङज्यू, रोशन गिरिज्यू सबै आज हामी हाम्रा अनरेबल एमपी सिएम शुभेन्दु अधिकारीज्यूसँग हाम्रो भेटघाट भयो अनि एकदमै राम्रो वातावरणमा एकदमै राम्रो बातचित भयो र यसमा हामी एकदमै उत्साहित छौँ र जुन प्रकारले आजसम्म पहाडका मानिसहरूले जुन सोचेका थिए, जुन चाहिँ भारतीय जनता पार्टी अलायन्सलाई भोट दिएका थिए, त्यही विषयमा हामी काम गरिरहेका छौँ र आज जुन प्रकारले एउटा हामी सम्पूर्ण जनताको, पहाडकै जनता, सम्पूर्ण गोर्खा जनताको हाम्रो एउटा आशा छ कि जुन प्रकारले पहाडमा भ्रष्टाचार भएको छ, जुन प्रकारले पहाडको एउटा एस्पिरेसन छ, त्यो विषयमा हामी लगातार काम गरिरहेका छौँ र यसरी नै आज हामी दुईजना आज यो हाम्रो भेटघाटपछि हामी अलग अलग बसे तापनि आज हामी जनताको समक्ष कालिम्पोङका हाम्रा भरतज्यू अनि म सलाम लामा सँगै तपाईँहरूलाई एउटा भेटघाट गरिरहेका छौँ र हामी एउटा इन्फर्मेसन दिन चाहन्छौँ। धेरै विषयमा चर्चा परिचर्चा भयो हाम्रा सिएमसँग र हामीले पहाडको विषयमा वृत्तान्त रूपमा हाम्रा राजु विष्टज्यू, नोमन राईज्यू, विमल गुरुङज्यू, रोशन गिरिजी, भरतजी अनि मसँग मिले हामीले धेरै कुराहरू राख्यौँ र जुन चाहिँ कुरा चाहिँ तपाईँहरूले सायद मिडियाबाट सुनिहाल्नुभयो, तर पनि अझै कतिवटा कुराहरूमा जुन प्रकारले आज पहाडमा जुन प्रकारले भरतज्यूले राख्नुभयो कालिम्पोङको लागि, हाइवेको लागि, जुन प्रकारको हाम्रो बाढ पीडितहरूको लागि र त्यो विषयमा उहाँले राख्नुहुनेछ। तर म खरसाङको निम्ति पनि हामीले जुन चाहिँ हस्पिटल छ, आज खरसाङमा एउटा स्वास्थ्यको लागि धेरै कुराहरू भएको छ, शिक्षाको लागि जुन प्रकारले आज खरसाङमा नै जुन प्रकारको एउटा टिक टेटहरूदेखिको लिएर शिक्षामा घोटालादेखिको लिएर धेरै कुराहरू विषयहरू आज चर्चा परिचय एकदमै लामो अनि वृत्तान्त चर्चा भयो र हामी एकदमै यो विषयमा पहाडको मानिसहरूको एउटा भोट दिएर आज यो सरकार ल्याउनुमा धेरै सहयोग छ र हामीले आज जुन प्रकारले पहाडमा 2017 अगाडिदेखिको जुन प्रकार शहीद भए उहाँहरूले पनि न्यायको हामीले कुरा यहाँनिर उठान भयो र त्यहाँ उहाँहरूले पनि धेरै न्याय नभए पनि आज जुन प्रकारको क्षतिपूर्तिको केही पाउने उहाँहरूले कुराहरू उठान भए र त्यसमा हाम्रा अनरेबल सिएम शुभेन्दुज्यूले पनि धेरै जुन चाहिँ शहीदहरूले पाउनुपर्ने एउटा सम्मानको उहाँले एउटा सम्मान दिनुभयो र यसमा हामी एकदमै खुसी छौँ। अर्को कुरो खरसाङ, कालिम्पोङ अनि दार्जिलिङ क्षेत्रमा जुन प्रकारले एउटा जुन प्रकारको एउटा मान्छेको चाहना छ है, त्यो चाहनालाई लिएर खरसाङमा पनि एकदमै जुन चाहिँ हामी ट्राफिक समस्यादेखिको लिएर जुन प्रकारको हाम्रो मनसुनमा जहिले तहिले हामीलाई एउटा त्रासित हुन्छ, जहिले तहिले डिजास्टर हुन्छ अनि अलर्ट बस्नुको निम्ति हामीलाई हाम्रा आज डिएम र हाम्रो सिभिल एडमिनिस्ट्रेसनलाई एकदमै अलर्ट गर्ने, कसरी कोअपरेट गरेर काम गर्ने त्यो विषयमा अनि आउने दिनहरूमा हामी के प्लान गर्न सक्छौँ, कुन प्रकारले हामीले जनताको एकदमै सेवा गर्न सक्छौँ, त्यो विषयमा एकदम विस्तृत चर्चा भयो र हामीले आज तपाईँहरूलाई जुन प्रकारको एउटा अन्नपूर्ण योजना चलिरहेको छ, एकदमै छिटोभन्दा छिटो यो अन्नपूर्ण योजनालाई लिएर हामीले काम गर्नुपर्छ र अन्नपूर्ण योजनामा धेरै मानिसहरूले आज जुन प्रकारको अफवाह फैलाउने यो योजना एकदमै हाम्रो दिदीबहिनीहरूको निम्ति एकदमै कारगर सिद्ध हुन्छ हामीलाई थाहा छ। तर शर्त यति हो, यो जुन प्रकारको एउटा यो कुनै पनि सरकारी सहुलियतहरू डबल नहोस् अनि ठिक मान्छेले पाओस्, किनभने हामीले देखेको छौँ पहिलाको सरकारमा जो चङ्खो छ, जो मान्छेले बार बार पाइरहेको छ, जो मान्छेको अलिकति पहुँच छ अफिसमा पहुँच छ र जो मान्छेले अलिकति बाठो चलाक छ उनीहरूले मात्रै पाउने, तर जो मान्छेले अलिकति जान्दैन, फर्म भर्न जान्दैन या उसको केही पनि उहाँहरूको पाउनुपर्ने मान्छेले, चाहे त्यो हाउसिङ होस्, चाहे त्यो कुनै पनि सरकारी सहुलियत पाउनु मान्छेले नपाएर कसैले डबल टेबल एकदमै बार बार पाइरहनेहरू देखेका छौँ। त्यसले गर्दा हाम्रो भारतीय जनता पार्टीको सरकार योपालि एकदमै स्ट्रिक्ट छन् र उहाँहरूले जुन प्रकारको एउटा भेरिफिकेसन, जुन प्रकारले एउटा टर्म्सहरू छ, आधार लिङ्कदेखिको लिएर एउटै मानिसहरूले धेरैवटा स्किमहरू नथाप्नु सक्ने अनि पाउनुपर्ने व्यक्तिले मात्रै पाउनुपर्ने जुन चाहिँ एउटा प्रकारले नै फर्म्सहरू बनाएको छ र हामी
अलिकति हाम्रा भलिन्टियर गाउँ बस्तीमा आजभोलि त सबै गाउँ बस्तीमा हाम्रा पढेका दाजुभाइ दिदीबहिनीहरू छन् र जसले पाउनुपर्ने यसलाई हामी समाजको पनि हाम्रो दायित्व हो कि आज भलिन्टियर गरेर फर्म भर्नु नजान्ने, फर्म भर्नु अलिकति नसक्नेहरूलाई सिकाइदिने र हाम्रो यो फर्म्सहरू अब बार बार एसडिओ अफिस बिडिओ अफिसले तपाईँहरूलाई सायद देख्नु हुँदैछ कि जग्गा जग्गामा हाम्रो फर्म्सहरू एभाइलेबल हुनेछ, पञ्चायतमा फर्म्सहरू एभाइलेबल हुनेछ, हाम्रो बिएलओजहरूकोमा फर्म्सहरू पाइनेछ र धेरैवटा जग्गाबाट तपाईँले फर्म भर्न सक्नुहुनेछ। अनि यो एकदमै आजको दिनमा हाम्रो सरकारको एउटा पारदर्शी, एकदमै पारदर्शी एउटा जसले पनि पाउन सक्ने, अनि तर यति नै हो, शर्त यति हो कसैले पनि डबल अनि जसलाई चाहिँ जरुरत छ उनीहरूले नै पाउनुपर्छ, जरुरतमन्दको लागि हो स्किम भएकोले गर्दा म एकदमै अन्नपूर्ण योजना हाम्रो सिएमको, हाम्रो यो बङ्गाल सरकारको, भारतीय जनता पार्टीको बङ्गाल सरकारको यो योजनालाई लिएर म एकदमै उत्साहित छु। नेक्स्ट मन्थदेखि नै हामीले धेरैलाई यसलाई लाभ दिन सक्छौँ र अरू हाम्रो चिया कमानदेखिको लिएर हाम्रो सिन्कोना बगानदेखिको लिएर धेरैवटा कुरामा आज डिस्कस भए र चर्चा परिचर्चा, तर यो काम एकदम स्टेप बाई स्टेप हुनेछन् र त्यसले गर्दा हामी जनतालाई एकदमै आतुर नभइदिने र जुन प्रकारको तपाईँको चाहना थियो जिटिएमा जुन प्रकारको शिक्षादेखिको लिएर स्वास्थ्यदेखिको लिएर हरेक चिजमा घोटाला आज हामीले देखेका छौँ र त्यसले गर्दाखेरि यो विषयमा नियन्त्रण गर्न, यसमा यो व्यक्तिहरूलाई सजाय दिन र यसलाई हामीले जुन प्रकारले आज जनताको चाहना थियो त्यो यसलाई एकदमै कानुनी प्रकारले यसको छानबिन, यदि कसैले पनि यसमा दुर्नीति गरेको छ, कसैले पनि यसमा इन्भल्भ छ भने हामी पहिल्यै कसैलाई पनि औँला उठाउँदैनौँ, तर कानुनले जुन प्रकारले छानबिन गर्नेछ अनि कानुनी प्रकारले सजाय हुनेछ र कसैलाई पनि यदि सरकारको जनताको पैसा पब्लिकली यदि कसैले पब्लिकको पैसा तपाईँहरूले हिनामिना गर्नुभएको छ, यदि त्यस्तै भएको छ भने यो कानुनको खोजी गर्ने तरिका छ र त्यसमा हामी कानुनमा विश्वास पनि गर्छौँ र आउने दिनहरूमा यो कानुनले जुन प्रकारको एक्सन लिन्छ त्यसमा हामी स्वागत गर्छौँ र आउने दिनहरूमा तपाईँहरूलाई धेरैवटा इन्फर्मेसनहरू छ जो आएर हामी तपाईँहरूसँग फेरि साझा गर्नेछौँ। धन्यवाद। नमस्कार। आज हामी जुन चाहिँ सिएमसँग भेटघाट गऱ्यौँ यहाँनिर हाम्रो पहाडको लागि धेरै नै राम्रो राम्रो स्किमहरू अनि हामीले पहाडलाई कसरी अझै राम्रो बनाएर अगाडि लिएर जानु भन्ने धेरै कुराहरूमा हामीले कुरा गऱ्यौँ। अनि जानकारीको लागि भाइ सोनाम भाइले एमएलए जो खरसाङ हुनुहुन्छ धेरै जानकारी दिनुभएको छ। म एक दुईवटा कालिम्पोङको बारेमा राख्न चाहन्छु कि कालिम्पोङमा जुन चाहिँ हाम्रो जुन चाहिँ हस्पिटलको जुन चाहिँ प्रब्लम्सहरू थियो, जुन चाहिँ डक्टर छैन अनि नर्सहरू प्लस पुरा डिस्ट्रिक्टमा अरू पनि हस्पिटलमा जे प्रब्लम थियो त्यसको बारेमा कुरा राखेको छौँ। त सिएमले भन्नुभएको छ कि एज सुन एज पोसिबल यसको हामी प्रब्लमको सल्भ गर्नेछौँ भनेर। प्लस हाम्रो जुन चाहिँ बाढ पीडितहरूले घर अहिलेसम्म पाएको छैन उनीहरूको नि कुरा राख्यौँ। त उनको लागि पनि छिट्टोभन्दा छिट्टो बन्दोबस्त गरिदिने भन्नुभएको छ सिएमले। अनि प्लस त्यो कोइरीको प्रब्लम चलिरहेछ त त्यो हाइवेमा बिचरा जो उनीहरूले डेली बेसिसमा जो कमाएर खाने त्यो हाइवेले बन्द भएको थियो त्यो कुरा राख्दाखेरि त्यो पनि झट्टै खुल्नेछ भनेर। अनि म कालिम्पोङको जनता या त पहाडको सबै जनतालाई भन्न चाहन्छु कि तपाईँहरूले जुन चाहिँ माया गरेर हामीलाई भोट दिएर बिजेपीलाई जिताउनु भएको छ, त्यो जुन चाहिँ सपना तपाईँहरूले राख्नु भएको छ त्यो आउने दिनमा पुरा हुँदै जानेछ। धन्यवाद, नमस्कार।